बेलकुमारी बिका। बेलकुमारी बिग घर कहाँ हो त पहिला योभन्दा अगाडि विवाह नगर्दाखेरि हजुरको घर चाहिँ कहाँ हो जन्म घर कहाँ हो हजुरको रङ्ग हो ए अनि हजुरको यो के अरे जन्म कहिले नै यस्तै हो कि हजुर यो अगर छिन त्यही थियो अनि चोट लगाया ए के काम गर्दाखेरि चोट लाग्यो हो कि साथीसँग साथी थियौँ नाना उनीहरूले खेल गर्दै थियौँ अनि हामी साना अरू ठुलो मान्छेले नि ढुङ्गा हलम थिएन भन्नुहुन्छ त हो त्यही भन्ने अनि डोकाको चेप्टो काटो हुनेलाई हामी यसरी खेल गरी गयो आएर न अनि तिमीले फट्के भन्ने चोटलाई पनि नै लाग्यो हो भएर आयो ताई मात्रै अनि रगत आयो रक्त मात्रै कक्टु गऱ्यो नि झन् भइरह्यो आजबाट अनि जति जति शक्ति टुट्यो त्यति टुट्यो यही घर लाउने लगत त हुन्छ अनि घाम मात्रै त आमा आउला स्यान त्यसको ठिक छ त्यसो भनेपछि हजुर विवाह गरेपछि अनि हजुरको बुढाले चाहिँ हिँडा यताउता गर्नुहुन्छ कि राम्रो गर्नुहुन्छ बुढा त क्या उयो खाऊ भने खाने जाऊ भने जाने बुढा के भनौँ त्यसो भने चाहिँ बुढा राम्रो पाउनु भएछ बुढा त के केही गरेन आजसम्म हान्या नै भन्या नै छाचुरी पो गतिला नै देउरे कोही त क्या हान्नु नै भन्नु नै अनि बच्चा बुच्ची कतिवटा छन् त तीनवटा छन् कान्छी हुने छोरी अब बच्चा बुच्चीहरूलाई पनि पढाउने स्कुल पठाउने यताउता काम गर्नु पर्यो क्या भाउजू दाइहरूले त अब नपढेर काम गरेरै अब जिन्दगी जाने भयो दाइहरूको बच्चाहरूको लाइफ अलि सबाडौँ है भाउजू हो त्यही त अनि जेठी छोरी अब कमाउने मान्छ होइन आमा आएको फुटेको बाती किन्न हुने होइन कलम किन्न हुने होइन केही गर्न हुने होइन अनि जेठी छोरीले छोडी अब यिनी दुईवटा जान हो तल के आएर हली लाग्यो अनि हली लाग्याले के होस् अन्त काम गर्नु उयोहरू केही हुँदैन छोरो अब डिरेस नै भने अब यति नै फागुना महिना गर्दै हुँदैछ घरतिर यही बत्ती पनि घर लगायो देऊ देउरो बत्ती भएर नै गरेन डाइरेक्ट एउटा अब यहाँ हाम्रो गाउँ समाजमा चाहिँ वायरिङ के अरे बत्तीको अपरेटरहरूले चाहिँ हाम्रो यो के अरे भाउजूलाई चाहिँ फ्री तार लगेर अनि फ्रीमै जोडिने यताउता चाहिँ हेरिदिनु पर्यो है साथीहरू सबलाई यही भन्न चाहन्छु हाम्रो स्थानीय सरकारदेखि लगायत के अरे माथि प्रदेशदेखि लगायत माथि के केन्द्रसम्म अनि हाम्रो भाउजूलाई चाहिँ अलि सेवा सुविधाहरू बढी गरिदिनु पर्यो है म यति भन्न चाहन्छु भाउजू